अब कुरा गरौँ फास्ट ट्र्याकको। हुन त फास्ट ट्र्याक स्टार्ट गरिएको लगभग 8-9 वर्ष हुन लागिसक्यो, तर अहिलेसम्म पनि यो कम्प्लिट हुन सकेको छैन। कारण के थियो भन्दाखेरि राजनीतिक कारणले गर्दा त्यहाँनिर चाहिँ विभिन्न किसिमका कारणले गर्दा चाहिँ यो फास्ट ट्र्याक अगाडि बढ्न सकेको थिएन भने अहिले चाहिँ तीव्र गतिमा कामहरू अगाडि बढिरहेका छन्। जस्तै सबैभन्दा अगाडि ब्रेक थ्रु भएको सुरुङ मार्ग पनि यहीँ रहेको छ, जुन लेन डाँडा सुरुङ मार्ग रहेको छ। अनि दोस्रोचोटि ब्रेक थ्रु भएको यो फास्ट ट्र्याकको दोस्रो सुरुङ मार्ग भनेको यहाँनिर हेर्न सक्नुहुन्छ, यो धेद्रे सुरुङ मार्ग रहेको छ। जुन यो फास्ट ट्र्याकमा 7वटा सुरुङ मार्गको निर्माण भइरहेका छन् भने 7वटा सुरुङ मार्ग अझै ब्रेक थ्रु भइसके के अरे 7वटा मध्ये 2टा ब्रेक थ्रु भइसकेका छन् भने 5वटा अझै बाँकी रहेका छन्। कुनै कुनैमा त भर्खर पोर्टलहरू बनाउने कामहरू चलिरहेका छन्। हामी त्यो मध्ये पनि प्याकेज 13वटा प्याकेज मध्ये दोस्रो प्याकेज नम्बरमा आइसकेका छौँ। यो चाहिँ दोस्रो प्याकेज नम्बर रहेको छ, जुन प्याकेजमा 89वटा पुल मध्ये 35औं नम्बर र 36औं नम्बरको पुल यहाँ निर्माण भइरहेको छ। तपाईहरुलाई त्यो स्थानमा ल्याएर तपाईहरुलाई हामी देखाइरहेको छौं। जुन यो देखिराख्नु भएको छ, कुनै समय अगाडि जुन यो पुल देखिराख्नु भएको छ, अहिले गाडी हिँडिरहेको छ, यो पुल चाहिँ जोइनिङका कामहरू भइरहेका थिए भने आज आइपुग्दाखेरि चाहिँ अलरेडी त्यहाँनिर जोइनिङ भइसकेको अवस्था छ। तपाईहरु हेर्न सक्नुहुन्छ, यसरी कामहरू गरिएका छन्। निकै ठुलठुला खालका त्यहाँनिर पिलरहरू हालिएका छन्। अहिले चाहिँ यता यो होला उतापट्टिको पुलमा चाहिँ कामहरू भइरहेका छन्। यतापट्टिको पुलमा चाहिँ काम जोइनिङ भइसकेको छ भने अहिले चाहिँ जोइनिङ गर्नको लागि उतापट्टिको पुलमा कामहरू भइरहेका छन्। अनि गाडी देखिराख्नु भएको छ, गाडी यसरी आइरहेको छ। अनि यो हेर्न सक्नुहुन्छ, तपाईहरुलाई हामी तलबाट देखाउनेछौँ। तलपट्टिबाट हेर्दाखेरि चाहिँ यस्तो किसिमको देखिन्छ क्या यो। अनि यो पिलर हेर्न सक्नुहुन्छ, गगनचुम्बी पिलरहरू बनाइएका छन्, जुन धरहर भन्दा पनि अग्लो खालको पिलरहरू रहेका छन्। अनि यतापट्टि हेर्न सक्नुहुन्छ, यो पुरै त्यो जुन वाल देखिराख्नु भएको छ, बक्सा बनाएर के अरे बक्सा बनाएर त्यहाँनिर लगाइएको छ। त्योभन्दा अझै माथिपट्टि हेर्न सक्नुहुन्छ, येल्लो कलरको देखिरहेको छ। त्यो येल्लो कलर चाहिँ भर्खर नयाँ मात्रै त्यहाँनिर चाहिँ बनाइएको छ जस्तो लाग्यो मलाई, किनभने योभन्दा अगाडि हामी आउँदाखेरि माथिसम्म चाहिँ बनाएको थिएन जस्तो लाग्यो। आज आइपुग्दाखेरि चाहिँ त्यहाँ माथि पनि त्यहाँ बनाइसकेको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ त्यहाँनिर जति पनि ल्यान्डस्लाइडिङ आउने, पहिरो खस्ने जस्तो जोखिम क्षेत्रहरू हुन्छन्, त्यो जोखिमलाई चाहिँ रोकथाम गर्ने कार्य गर्छ। अनि त्यसपछि यो हेर्न सक्नुहुन्छ, यो जुन धेद्रे सुरुङ रहेको छ, धेद्रे सुरुङको ठ्याक्कै अगाडिपट्टि हेर्न सक्नुहुन्छ, त्यहाँनिर चाहिँ पुल अलरेडी निर्माण भइसकेको अवस्था रहेको छ भने अलिकता उतापट्टिको एरियामा चाहिँ कामहरू रहेका थिए। जुन त्यसको दायाँ बायाँ त्यहाँनिर सपोर्टिङ वालहरू लाउनु पर्ने थियो, त्यहाँ ढलान गरेर त्यसको कार्यहरू अहिले भइरहेका छन्। निकै नै सुन्दर दृश्यहरू देखिएका छन्। अनि सबैभन्दा चर्चित, सबैभन्दा बढी हेरिएको र सबैभन्दा चर्चित सुरुङहरू अनि ठाउँ भनेको यही नै रहेको छ, जुन लेन डाँडा सुरुङ मार्गले पनि चिनिन्छ। लेन डाँडा सुरुङ नाम भन्ने बित्तिकै यही ठाउँको भिडियोहरू प्रायः आउने गर्दछ, किनभने ठ्याक्कै यहाँनिर चाहिँ लेन डाँडा सुरुङ मार्ग रहेको छ भने यो चाहिँ यस्तो किसिमले त्यसको अगाडिपट्टि चाहिँ पुलहरूको निर्माण गरिएको छ। तपाईहरु हेर्न सक्नुहुन्छ, निकै ठुलठुला खालका पिलरहरू हालिएका छन्, यसरी कामहरू गरिएका छन्। हामी तपाईहरुलाई अहिले घट्टेपाखाबाट देखाइरहेको छौं। जुन केही समय अगाडि आउँदाखेरि यो पुल भर्खर जोइनिङ भइरहेको थियो भने यतापट्टि अझै बाँकी रहेको थियो भने आज आइपुग्दाखेरि चाहिँ त्यो पुल जोइनिङ भएर पनि त्यो पुल माथिबाट गाडीहरू ओहोरदोहोर गरिरहेका छन्। अब बाँकी रह्यो उतापट्टिको पुल, त्यो पुलमा पनि तीव्र गतिमा कामहरू अगाडि बढाइएका छ भने क्रेन हेर्न सक्नुहुन्छ, 4वटा क्रेनहरू त्यहाँनिर युज गरिँदैछ। 4वटा क्रेनले चाहिँ त्यहाँनिर धमाधम कामहरू गरिँदैछ। अहिले हालको चाहिँ क्रेनहरू चलाइएको छैन, किनभने अब खाना खाने टाइम पनि भइरहेको छ। वर्करहरू पनि खासै त्यति धेरै मात्रामा चाहिँ देख्न पाइएको छैन। कोही खाना खानको लागि जानुभएको छ भने कोही यहाँनिर हेर्न सक्नुहुन्छ काम गरिराख्नु भएको छ। हामी तपाईहरुलाई देखाइरहेको छौं अहिले घट्टेपाखाबाट। अनि यतापट्टिको दृश्य पनि हेर्न सक्नुहुन्छ। अब जान पाइयो भने हामी त्यहाँ अगाडिसम्म जानेछौँ, त्यहाँपट्टिबाट पनि देखाउनेछौँ के छ कस्तो छ दृश्यहरू, त्यसको अवलोकन गराउनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला।